फेरि सुरु भयो है, फेरि सुरु भयो। काठमाडौँका मेयर बालेन शाह र हाम्रो देशको प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको फेरि विवाद सुरु भयो, फेरि घम्सा घम्सी सुरु भयो। हिजो मात्र बालेन शाहले एउटा स्ट्याटस लेखेका थिए, जसमा उनले केपी ओलीज्यूले बोलाएको कार्यक्रममै नजाने कुरा गरेका थिए। किन त्यस्तो गरे त उनले? त्यसको कारण के थियो? के साँच्चै नै बालेन शाहले नै लेखेको पोस्ट हो त्यो अथवा फेक पोस्ट हो? यहाँ कतिपय कमेन्टहरू यस्तो पनि देख्न सकिन्छ। त्यसै गरी किन बालेन शाहले यस्तो देखाए त? के दादागिरी हो बालेन शाहको? के बालेन शाहले सबैलाई नै खतम छन्, यो सिस्टम सब बेकार हो भनेर भन्न खोजेका हुन्? अथवा के कुरा हो? खासमा आन्तरिक कुरो के हो? यो समस्याको जड के हो? यस विषयमा आज हामी चर्चा गर्न गइरहेका छौँ। नमस्कार, तपाईहरुलाई स्वागत छ रिभ्यूसँग सम्बन्धित आजको यस नयाँ एपिसोडमा। सबैभन्दा फर्स्टमा चर्चा गरौँ, बालेन शाहले एउटा स्ट्याटस लिएका थिए। के लेखेका छन् बालेन शाहले स्ट्याटस? म जस्ताको तस्तै तपाईलाई पढेर सुनाउन चाहन्छु। ल हेर्नुहोस् है, बालेन शाहले के भनेका छन्। जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचार जोगाउँछु भन्छ, त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने? सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम। सरी केपी ओलीज्यू, म तपाईको यो भ्रष्ट संरचना, भ्रष्ट यो चाहिँ सिस्टम छ नि, यसको चाहिँ म सपोर्ट गर्दिन है भनेर चाहिँ बालेन शाहले लेखेका छन्। भनेपछि अब यो विवाद कसरी आयो त? किन यस्तो लेख्यो त बालेन शाहले? के कार्यक्रममा बोलाइएको हो? कसरी बोलाइएको हो? के भने केपी शर्मा ओलीज्यूले? त्यो पनि एकचोटि सुन्नु त पर्यो। यो विवादको मुख्य जरो के रहेछ त्यो पनि जान्नु पर्यो। ओके, तपाईलाई म एउटा केपी शर्मा ओलीज्यूको भाषण देखाउँछु है त। उनले के भनेका थिए, कुन कार्यक्रममा बोलाइएको थियो र यो किन आयो यस्तो स्ट्याटस? हिजो बेलुका मात्र हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई त निन्द्रा पनि लागेन क्या हो भन्ने टाइपको कुरा पनि आइरहेको छ कमेन्टहरुमा। यसको जड हेर्नुस् है कस्तो छ। एकचोटि म तपाईलाई एउटा भिडियो देखाएर दुधको दुध पानीको पानी रिभ्यू गर्न गइरहेको छु। कहिले पनि नआउने नाम राखिरहनु पर्ने मानुका खातिर मानुको चलन चाहिँ छोड्दा पनि हुन्छ कि हो? छोड्दा पनि हुन्छ। के मान्छे सधैँ राख्ने गर्छौँ हामीले हरेक फङ्सनमा, कहिले पनि देखा पनि पर्दैन, केही गर्दैन। त्यस्तो खालको मान्छेहरू पनि खोज्यो भने भेटिन्छ कि जस्तो लाग्छ मलाई। त्यसको नाम चाहिँ नआउने, कहिले पनि नआउने नाम चाहिँ सधैँ टाँस्नुपर्ने पद हुँदाको कारणले खुदै व्यक्तिलाई कुनै अर्थै छैन, महत्त्वै छैन, वास्तै छैन भने त्यो सधैँ नाम ढुन्डाइरहने नि। उहाँले प्रत्यक्ष नाम चाहिँ लिनु भएको छैन त्यसलाई भन्नुभएको हो। त्यो पनि नगरे पनि हुन्छ क्या। त्यो जो मान्छे तपाईँहरू सोध्नुहोस् आउने हो कि होइन, रुचि छ कि छैन, हाई लेभल कमिटीमा सहभागिताका लागि आमन्त्रण गर्ने। तर एकपल्टको कुरा होइन, दुईपल्टको होइन, तीनपल्ट होइन, तीनपल्ट लगातार आएन भने त कतै जान्छ। त्यस्तो ठाउँमा चारपल्ट पाँचपल्ट जतिपल्ट पनि कुनै जसलाई न चाड न पर्व न केही कुनै वास्ता नभएको त्यस्तोमा सधैँ बोलाउनु पर्ने, हामीले त्यो बाध्यता हुने अनि आउनुपर्ने मान्छेलाई बोलाइराख्नु पर्ने। यस्तो हुँदैन। अर्कोपल्टसम्ममा सोधी खोजी गर्नु होला, हेर्नु होला रेकर्ड। को एकपल्ट पनि आउँदैन, त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउने होइन, आउन सकिन्न भनेदेखि नाम नराख्नु। हरेकपल्ट इतिहास चाहिँ बनिरहने, नाम चाहिँ छापिरहने, हरेक ठाउँमा पढिपाछे हामीले पवित्र नाम गरिरहनु पर्ने, मान्छे नआउने सबै उपस्थित साथीहरूलाई धन्यवाद। जो परिस्थितिवश आउन सक्नुभयो, आउने मन भएर उहाँहरूलाई पनि धन्यवाद। अनि परिस्थिति त बुझ्नुपर्छ। सबै साथीहरूलाई धन्यवाद दिँदै अब उद्यमसँग मनाउनुपर्छ र यो जनस्तरमा पनि मनाउनुपर्छ। जनस्तर छोड्ने हुन्न, सरकारी कार्यक्रम मात्रैमा भर पर्नुहुन्न, जनस्तरमा मनाउनुपर्छ। जनस्तरमा मनाउनका लागि पनि हामी खालि यो
जनप्रतिनिधि संस्था र राज्यका निकायहरूलाई मात्रै होइन कि जनस्तरमा मनाउन पनि जनतालाई आह्वान गर्छु। धन्यवाद सबै साथीहरू। खासमा यही जेठको 15 गते चाहिँ गणतन्त्र दिवस छ होइन, गणतन्त्र दिवस आइसकेका त छैन। अब त्यो दिवसको कार्यक्रमको लागि गणतन्त्र दिवस मनाउनु पर्छ भन्नको लागि चाहिँ एउटा सायद कार्यक्रम गर्न खोजिएको थियो, जसमा चाहिँ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले लिड गर्नुभएको थियो त्यो कार्यक्रमलाई। अब मुख्य मुख्य अहोदाका व्यक्तिहरू सबैलाई बोलाइन्छ होइन, र पक्कै पनि अब काठमाडौँका मेयर बालेन शाहलाई पनि बोलाइयो होला, तर उहाँ चाहिँ त्यो कार्यक्रममा जानु भएन। कुरो चाहिँ यो। अब यहाँनिर डाइरेक्टली चाहिँ केपी शर्मा ओलीज्यूले भन्नुभएको चाहिँ छैन, बालेन शाह नै भनेर नाम लिएर भन्नुभएको चाहिँ छैन। हुन त बालेन शाहज्यूले चाहिँ डाइरेक्टली चाहिँ सरी केपी ओली भनेरै लेखेको पाइन्छ, तर केपी शर्मा ओलीज्यूले चाहिँ सिधै बालेन शाह भनेर नाम चाहिँ लिएको देखिन्न। तर पनि एउटा बच्चाले पनि बुझ्न सक्छ कि यो बालेन शाहलाई नि सटायर गरेर बनिएको भनेर। अब यसमा बालेन शाहको पहिलेदेखि चाहिँ एउटा चाहिँ सिस्टमसँग चाहिँ एउटा रुष्टता चाहिँ रहेको छ भनेर हामीले देख्न सकिन्छ। इभन न्यू रोडको बाटो बनाउने क्रममा भएको चाहिँ विभिन्न कुराहरू हो, सबैलाई थाहा छ। त्यसै गरी यता अहिले भर्खरै प्रशासकीय अधिकृतको विषयमा उठेको कुराहरू होइन, बालेन शाह भर्सेस यता चाहिँ सुनिता डङ्गोलको विषय यो पनि रहेको छ। त्यसै गरी सांसदको कुरा होइन, एमाले सांसदले चाहिँ एउटा बालिकालाई चाहिँ शोषण गरेको कुराहरू पनि आएको थियो, त्यो कुराहरू भयो। अनि सबै कुराहरू चाहिँ हेर्दाखेरि चाहिँ अलिकति यसमा चाहिँ बालेन शाहलाई चित्त नबुझाइ भएको देखिएको छ, विशेष गरी अहिलेको सिस्टमप्रति। हुन पनि हो, अहिलेको सिस्टमप्रति वास्तवमा भन्यो भने प्राय जसो जनता चाहिँ अहिले असन्तुष्ट नै छन्। हेर्नुहोस्, अस्ति भर्खर मात्र कुलमान घिसिङज्यू चाहिँ जब विद्युत प्राधिकरण छोडेर जानुभयो, त्यसपछि हितेन्द्र साक्यज्यू आउनुभयो, प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सालोज्यू। उहाँ आएपछि हेर्नुहोस् त अहिले लाइन गएको गइ गर्छ। इभन हामीले पनि भिडियो बनाउने बेलामा यस्तो लाइन जान्थेन पहिला, अहिले खाली लाइन गएको छ, भिडियो पनि टाइममा अपलोड गर्न पाइँदैन, यस्तो अवस्था छ। पहिला पहिला कुलमान घिसिङज्यू हुँदाखेरि चाहिँ के थियो भने कहिलेकाहीँ लाइन जान्थ्यो, अहिले चाहिँ के छ, कहिलेकाहीँ लाइन आइरहेको अवस्था छ। भनेपछि यो सबै एउटा करप्ट सिस्टमले गर्दै भएको होला भनेर हरेक जनताहरू अहिले आक्रोशित अवस्थामा छन्। वास्तवमा भन्यो भने यो आक्रोशलाई सम्बोधन गर्नु जरुरी छ। जनताहरू किन दुखी छन्, किन चाहिँ असन्तुष्ट छन् त राज्यप्रति, त्यो कुरा बुझ्नु जरुरी छ। र गल्ती भएको छ भने सुधार गर्नु जरुरी छ। अझै पनि केही समय बिग्रेको छैन, अझै पनि केही बिग्रेको छ जस्तो मलाई लाग्दैन है। साँच्चै नै नेताहरूले चाहिँ मैले सर्वे सर्वा मैले गरेको ठिक भनेर चाहिँ भन्नुभन्दा पनि जनताहरू असन्तुष्ट छन् भने किन छन् त, के गल्ती भयो त, कहाँनिर चुक्यौँ हामी हो, त्यो कुराहरू रियलाइज गरेर चाहिँ अगाडि बढ्नियो भने पक्कै पनि यो सबै कुरा हटेर नेपाल सुन्दर देश बन्न सक्छ। तर के गर्ने, यो सबै कुरा हट्ने अवस्था देखिएको छैन, नेपाल सुध्रिने अवस्था देखिएको छैन, नेपाल बन्ने अवस्था देखिएको छैन। अब यस्तै हो, गलतले पनि आफूलाई गलत भन्दैन, सही व्यक्तिले पनि गलतलाई गलत भन्न गाह्रो हुने अवस्था आइसकेको छ। के गर्नु, तपाईँहरूको विचार के लाग्छ कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। अनि यहाँनिर अर्को पनि के कुरा आएको छ भने बालेन शाहले यहाँ सबै पार्टी भनेका छन्, एउटा पार्टी भनेका छैनन् है, एमाले मात्रै भनेका छैनन्, सबै पार्टी भनेका छन्। भनेपछि यहाँनिर के बुझिन्छ भने अहिले जति पनि पार्टीहरू छन् सबै पार्टी प्रत्यक्ष अप्रत्यक्ष रूपमा सही छैनन् भनेर चाहिँ यहाँ इङ्कित गर्न खोजिएको छ। अब यो कुराले कतिपय पार्टीहरूलाई चाहिँ अलिकति निराश पनि बनाएको छ, नयाँ उदाएका नयाँ शक्ति पार्टीहरूलाई। तर पनि वास्तवमा यसो हेर्ने हो भने चाहिँ बालेन शाहको यो कुरा चाहिँ सही हो जस्तो लाग्छ है मलाई। एउटा पार्टी मात्रै भने सबै पार्टीमा चाहिँ जनताको रियल समस्यालाई बुझ्ने चाहिँ क्षमता मैले खासै छ जस्तो मान्दिनँ। एकदमै ठुला कुरा गर्ने, एकदमै चाहिँ मान्छेलाई उचाल्ने उमाल्ने होइन, भवाले गर्छु चाहिँ गर्ने, तर लास्टमा गएर फेरि हात्या फुस्सा गरिदिने हो, त्यस्तो बानी देखिएको छ। सिस्टममा हिँड्ने, देशको रियल प्रब्लम के छ त्यसलाई कन्सिडर गरेर चाहिँ सोल्युसनतिर लाग्ने मैले पार्टी चाहिँ खासै देखेको छैन। तपाईँहरू देख्नु भएको छ भने कमेन्ट बक्समा चाहिँ लेख्न नबिर्सिनु होला। वास्तवमा बालेन शाहले भनेको चाहिँ ठिक हो है, एउटा पार्टी होइन सबै पार्टी नै यहाँ समस्याग्रसित छन्। नेपालका धेरै नै इस्युज र प्रब्लम्सहरू छ नेपालका हरेक पार्टीहरूमा। यदि ती इस्युज र प्रब्लम्सहरू हट्ने हो भने नेपालका प्रत्येक पार्टीहरू फेरि एकदमै बवाल पार्टी बन्न चाहिँ सक्छन् है। तर कहिले बन्ने, यहाँ चाहिँ ठुलो प्रश्न चिन्ह खडा भएको छ। तपाईँहरूलाई के लाग्छ, बालेन शाहले लेखेको यो स्ट्याटस ठिक हो अथवा होइन? तपाईँहरूको विचार चाहिँ के छ कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। यो चाहिँ मेरो एउटा विचार रहेको थियो, तपाईँहरूलाई यो विचार मन पर्यो कि परेन कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। के नेपाल बन्ला त
तपाईँको विचार के छ कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। के साँच्चै नै नेपालका सबै पार्टी खतम छन्, सबै पार्टी काम नलाग्ने छन्, अथवा होइन बालन शाहको यो भनाइले उनको अलिकति घमण्ड दादागिरी देखिएको छ, अलिकति मै हुन् भन्ने अहमता देखिएको छ? तपाईँहरूलाई के लाग्छ कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। अर्को भिडियोमा फेरि भेट्नु छु। हेभ अ गुड टाइम, बाई बाई।